आज निकै राम्रो पानी परेको छ। खेती गर्ने मान्छेलाई एकदम राम्रो अवसर मिलेको छ। धेरै समयपछि पानी परेको छ। हामीले जति त्यो खडेरीमा बिउ बिजन रोपे पनि पानी नपरेको कारणले गर्दाखेरि बिउ बिजन हाम्रो खेर जाने सम्भावना बढी हुन्थ्यो। त्यसैले आज एकदम राम्रो पानी परेको कारणले गर्दा आज किसान दाजुभाइ दिदीबहिनीहरूले अब मकै बारीभित्रै हामीले काँक्रो लाउन सकिन्छ। हामीले यसरी यो मकै उम्रेको छ। स्याट्ट हामीले अब यो पानी परेको बेलामा ठ्याक्क डोब दिएपछि एकदम काँक्रोलाई थाक्रो हुने हिसाबले हामीले मकै पनि त्यही अनुसार हामीले लगाउनु पर्ने हुन्छ। जुन हाइब्रिड काँक्रो भक्तपुरी लोकल काँक्रो हामीले लगाउन लागेका छौँ। एकजना बाले उहाँ पारिपट्टि खन्दै हुनुहुन्छ। हेर्नुहोस्, यो पद्धतिले काँक्रो लाउँदाखेरि एकदम राम्रो हुन्छ, किनकि थाक्रा पनि कमाले हुने यो तरिकाले हामीले काँक्रो लगाउँदा एकदम राम्रो हुने थाक्राको काम गर्छ। मकैले मकै पनि हुने साथसाथै काँक्रो पनि हुने। यसरी हामीले काँक्रो खेती मकैभित्र हामीले काँक्रो खेती यसरी हामीले गर्न सकिन्छ। मल भने एकदम हाल्नुपर्ने हुन्छ। यो पहिले नै मल यहाँ एकदम मलको यो जग्गामा बाले काँक्रो लगाउँदै हुनुहुन्छ। उहाँले यो बारीमा जहिले पनि काँक्रो एकदम राम्रो तरिकाले फलाउनुहुन्छ। जहिले पनि वर्षको एकचोटि